लाग्यो त कस्तो भयो बर्थडे सेलिब्रेसन हुँदैछ हाम्रो हेम दाइको ह्यापी बर्थडे दाइ हामी आएको मनाबाट सिकाक्यौँ यता भाउजू भिडियो गर्दै हुन्छ यता ह्यापी बर्थडे भन्नु जान्थ्यो यता सेलिब्रेसन अब यहाँ केकहरू यहाँ हेरौँ गाइस यो चाहिँ केक मैले बनाएर लिएको है गाइस बनाउने मान्छे म यता बनाउने मान्छे मै हो मैले बनाएर दिउँसोभरि दुःख गरेर धन्न दिदीले भाइ चाहिँ लेख्नु भयो रहेछ त्यति भाइ भने त हामी बर्बाद पर्थ्यो त्यहाँ भाइ लेख्नु पर्थ्यो नि त Happy birthday to you. Happy birthday, dear Dai. Happy birthday to you. कस्तो फिल भइरहेछ त बर्थडेको बेला अनि ए उइस माग्न दिनु न साँच्ची त अनि मेरो भाइको उयो बच्चा चाहदैन जोडी देख्न पाऊ पुगे पास त उड्छन् यतातिर छ यता भिडियो सुट गर्नेको चाहिँ ल हामी बर्थडे सेलिब्रेसन गरेर चाहिँ भोलिको प्लान घुम्न जाने हेलो अब हामी जाँदैछौँ यो पनि मिनी भ्लग जस्तै हुन्छ है गाइस हामी कुन ठाउँ जाँदैछौँ अरे दाइ हामी कुन ठाउँ जाँदैछौँ अरे हामी आज इबुकी भन्ने हामी ओसाका साइड यार गुरु पचिदेश हाम्रै भोजपुर सेम छ क्या त एक ट्रेन हिँड्ने मात्र छैन अरू सबै सेम हो यस्तै छ गफ त्यहाँको सिनहरू यस्तो बवाल थियो यस्तो दामी थियो है अनि बाटो पनि अब त्यस्तो अब म जस चिलमा गइरहेको थिएँ बाटो पनि ठ्याक्क हाम्रो उता नेपालको सिन्धुलीको जस्तै बाटो उता भेडेडारहरू गए जस्तै बाटोहरू है त्यहाँको कस्तो याद आइरहेको थियो कि यस गफ गर्दैहरू दाइहरूसित चिल गर्दै रमाइलो गर्दै हामी दाइको बर्थडे सेलिब्रेसन गऱ्यो अरे दाइको रुमबाट चाहिँ त्यस्तै 1 घन्टा समथिङ त्यति थियो होइन जस चिल भयो रमाइलो भयो हामी पुग्न पनि लागिसक्यौँ है यो सिनहरू यहाँको हावाहरू एकदम उता नेपालको भाइब्स आउने क्या नेपाल जस्तै अब नेपालको सम्झनाहरू आइरहेको थियो क्या यो देख्दाखेरि यस्तो सिनहरू देख्दाखेरि है गाइस हेर्दै गर्नु होला यस्तै छ त्यस्तो साह्रो त बोलिएको छैन ड्राइभ पनि गरिरहेको थियो तर गफ गर्दै यस्तो सिनहरू चाहिँ देखाउँदै हिँडिरहेको थियौँ ल गाइस हामी चाहिँ डेस्टिनेसनको करिब नजिक आइसक्यौँ अब धेरै छैन खासै नजिकै छ 2 मिनट समथिङ त्यस्तै छ है नजिक यो आइपुगिसक्यौँ दाइरा भाउजी चाहिँ गफ गरिरहनु भयो त पछाडि लगायत हामी चाहिँ फाइनल्ली आइपुग्यौँ माउन्ट इबुकी भन्ने ठाउँमा यस्तो छ गाइस हेर्न सक्नुहुन्छ
यहाँबाट भन्दा नि उहाँ तपाईँ गाडीहरू आएबाट पो देखिरहेको छ त सहर पनि सिटी पनि हामी चाहिँ हाइकिङ आएको हिँड्दैछौँ अब यत्रो उकालो 1377 किलोमिटर होइन मिटर माथि आएको छौँ र हामी हिँड्दैछौँ जानु पनि झोला बोकेर हिँड्दैछौँ यता यता भाउजू दिदीहरू हाम्रो हिरो ह्यान्डसम दाई कत्ले दाई के अरे कहिले दाई भनेको दाई भनेछ सरी ओहो चस्मा ल्याउने बिर्सेछ नि त फेरि दिदी कस्तो लागिरहेछ त कस्तो यो काखलको फोटो ओहो कोनिचिवा अरू बेला चाहिँ यहाँ झुन्डाएर हेर्नु त्यस्तो अरू चाहिँ नबोकिकन हुन्छ हाम्रो गेट पाले है पाले थ्याङ्क यू वेलकम यु वेलकम त्यहाँबाट हिँड्न गाह्रो भयो यस्तो यस्तोबाट हिँड्न अलिक सजिलो हुन्छ हाइकिङ स्टार्ट हाम्रो भइसकेको छ अब लगभग हामी करिब हेर्दै करिब डेस्टिनेसनमा आइपुग्न लाग्यो नानी यहाँ भ्यू मेरो भ्यू यहाँ तिमी मेरो भ्यू सँगसँगै तिमी विथ यु ओ छोडेर गइसक्यो त नयाँ जोडले त नयाँ जोडे यो मान्छेले गर्दा हो कहाँ आएको मान्छे कहाँ पुगे गाइस गाह्रो छ गाडीमा टायर कसैले फुल टिपेर दिए पनि हुने दिँदैन नि आफै टिपेर लाउनुपर्छ लाउनु तपाईले फुल लाउने मान्छे नै दिल्ला पनि दिन्छ लिन्दा सुकेको फुल दिएर हुन्छ र हुन्छ नि अब त आजदेखि चाहिँ मेरो मन खुल्ला खुसी भएको छ है आजदेखि चाहिँ पुष्टि नै गरेँ मैले वा कस्तो फिल भइरहेको छ त यता हेरौँ तिनैजना गाई छ हाम्रो त्यो चाहिँ सिङ्गल हुन्छ है भ्याकेन्सी ओपन छ है गाइजहरू कसैले म्यासेज गर्न सक्नुहुन्छ गाह्रो भयो हिँड्नलाई गाई गाह्रो भयो गाह्रो भयो कति त्यति हो अब आयो क्या
गएर यताबाट आउने हामी चाहिँ यो डाँडामा गाइज वाट हामी हो नानुवा कहाँ हिँडेको यहाँ बिहान दिदी के छ दादाहरू भाउजू त एउटा सेल्फी ल मान्छे सानो हुनु नि फाइदा हेर्नुहुन्छ सक्नुहुन्छ यहाँको भ्यू 3225 25 मिटर माथि हेर्न सक्नुहुन्छ के हुँदैन हेलो हेलो फाइनली हामी कस्तो लाग्यो त कस्तो भयो यहाँ आउँदा कस्तो फिल भयो थकान मलाई त स्यासेरा फ्याफा भयो होइन कस्तो लाग्यो ए दिदी अलिकति मजाले घाम पनि एक्सपेक्ट गरेकै थिएनौँ यो ठाउँमा आउने कहाँबाट आइपुग्यो आइयो है यो ठाउँमा आउने हाम्रो प्लानै थिएन खास गरी हेम्दाको बर्थडेमा आएको थियौँ होइन तर हामी कहाँ आइपुगेर म चाहिँ अब अलिकति उडेको छ ल खुला निकाल्दै गरौँ न हाम्रो खानेकुराहरू हामी चाहिँ रुमबाट निस्किँदाखेरि कफी मात्र पिएको थियौँ अनि त्यसपछि खानेकुराहरू प्याक गरेको थियौँ चटपटेहरू जुसहरू यताउता के थियो होइन त्यो निकाल्यौँ अनि सबैजना गफ गर्दै यताउति गर्दै खाना थाल्यौँ गाई एकदम मिठो मिठो खानेकुराहरू थियो पछाडि टुप्पी बाँधेको मान्छे कि त टुपी काटेर हिँड्नु पर्यो म टुपी काटेर हिँड्नु त बरु मेरो घाँटी काट टुपी काट्नु भाउले काट्यो भने त दिनुहुन्छ होला ल हामी चाहिँ प्याक स्याक गरेर सकेर अब यसो एक दुईवटा फोटो सोटो हालेर होइन अनि फर्किने फर्किने बेलामा त एकचोटि भ्यू हेर्नै पऱ्यो कस्तो राम्रो भ्यू थियो कस्तो अब याद आइराख्ने पऱ्यो त्यसले पनि यसो आफूलाई हेरेर मोबाइल हेर्दै थियौँ फर्किँदा अब यहाँभन्दा हामीले भिडियो गऱ्यो नि एकैचोटि गाडीमा आएर गऱ्यो दाइहरूसँग यो बिचमा भेटेर बाई पनि गऱ्यो अनि हामी यहाँ नगएर चाहिँ भोक लाग्यो कस्तो अनि खाजासाजा खायौँ गाई सक्यो।